हेलो एभ्रिवान, आज हामी जाँदैछौँ पेन्सिल्भेनियाबाट न्यू जर्सी मन्दिरको दर्शन गर्नु। हामी तीनटा गाडीमा छौँ, तर यो गाडीमा चाहिँ मृणाल से हाई हाई भन्नु। भाइले पनि हातले के गर्नु भएको, चस्मा बोकेर। ओके मम्मी लन बसेको छ। अब हामी घाम चाहिँ अति नै धेरै लागेको छ, तर पनि हामी जान चाहिँ जाँदैछौँ। यस्तो छ घाम टन्टलापुर। अनि यो हामी चुनी ल्याएँ मैले। अनि अरू तीनटा गाडीमा पनि आउँदै हुनुहुन्छ, पछाडि आउँदै हुनुहुन्छ। मन्दिर गएको तर बाहिर दर्शन गर्ने प्लानमा। ल त गाइस, अहिले भेट्नु। यो चाहिँ रहेको छ यताको भ्यूज यस्तो रमाइलो डाँडामा। यहाँ हुनुहुन्छ मिलन, यता छ मम्मी, यता छ बचेराहरू, यहाँ छ यता गुरुजी गुरुआमा। पछाडि सुतिरहेछ। हेरिसबर्ग आएछ। हामी आयौँ हेरिसबर्गको हाइवेमा। हामी ग्यास लाएर फेरि आधी बिचमा पुग्दैछ न्यू जर्सीको। भ्यू चाहिँ यस्तो छ, एकदम रमाइलो। अनि यहाँ चाहिँ हामी वाक्कै भइसकिसक्यो गाडीले। न्यू जर्सीको आइपुग्यौँ हामी। न्यू जर्सी दिन्छ कि दिँदैनौ बेबी। हामी पछाडि आउँदै हुनुहुन्छ सबैजना। न्यू जर्सीको मन्दिरमा पापोले चाहिँ रिसाउने रहेछ। फोटो सेसन राम्रो रहेछ यता त। दामी न्यू जर्सीको मन्दिर त खतरा अति नै बबाल दामी। आउनु भयो बेबी? साह्रो गर्मी भयो। कस्तो इट्स अ टेम्पल। यस्तो गर्मीमा सबैजना सेल्फी सेसन जाँदैछ। आमा ढल्केर फेरि काखैमा लडिजाला भयो। यता दाजुको आफ्नै भिडियोमा। घाममा पनि सबैजना हाँसेको देख्यो आज चाहिँ। जुम यता। यही देख्ने मन थियो, के चाहिँ रहेछ हौ भनेर डिजाइन देखेर। हजुर यता फेरि यहाँ पिकापु खेल्दैछ पापा र बेबी। अब हामी न्यू जर्सीको टेम्पलबाट चाहिँ हिँडेका। यस्तो 90-100 डिग्रीको गर्मीमा पनि। अनि यसरी सबैजना आमा आपा न्यू जर्सीमा यसरी घाममा यता सबै पानी खाने अरे भाइ कहाँ छ पानी छ। सबैभन्दा ठुलो मन्दिर यस्तो राम्रो
यति राम्रो ठाउँ रहेछ घुम्न चाहिँ अलिकति गाह्रो लाग्यो आउटसाइडबाट हेर्दा चाहिँ यस्तो रहेछ स्ट्याचु यति राम्रो मन्दिर अति नै बबाल मन्दिर हामी यहाँको नजिक गएर फोटो भिडियोहरू गर्ने अलरेडी टु मच फोटो कस्तो शीतल आनन्द आयो अहिले त नजिक आएर होला हामी चाहिँ भित्रको दर्शन गरिसकेर गएको बाहिर गर्मीले नि बिचरा घाँटीमा यचो गर्ने यचो हो त्यहाँ चाहिँ मजाले हुन्छ लगायो 17 आउने त्यस्तो 19 बनेको थिएछ त्यस्तो यतिमा यतिकोहरू पनि आएको रहेछ 11, 16, 20 र 23 बसेको अवस्था यहाँ छ मेरो स्वामीनारायण यस्तो गर्मी बल्ल भित्रबाट पनि बाहिर निक्लिसक्यो हामी सिसम मेरो भ्लगमा आउँछ तिमी अनि यहाँ सिसम बाँधिछ ओइलिसक्यो तिम्रो फ्यान देखाइदेऊ हाँसिदेऊ भाँच्यो कि भाँचेन सबै गलेर लखतर न हत्तु अब चाहिँ तातो खानु अब त मासु खानु छ्याउ दाजु म त काट्दिनँ सुनेको तपाईँको म चाहिँ काट्ने वालामा छुइनँ छ्याम्म लाएर छ्या हामी कहाँ जानु भनिदेऊ बुनु दाजु त मासु खाने रे हेर अब पनि मासु खाइन्छ घाँस पात खाइँदैन भन्दै ल हामी आयो यताटि आऊ न यता तोरी देखाइदिउँ न हौ ढ्याक्क लाएर अब चाहिँ तातो आपा पनि आउनु भयो आपा मजा आयो आपा रमाइलो भयो दुईचोटि आउनु भयो आपाहरू हामी सिङ्गल जानु अघि गइसक्नु भयो घरतिर यति गर्मी यति मजाको ठाउँ त छ तर साह्रै तातो सक्यो अब हामी गएको यता आपा यता हाम्रो भान्जा अरू पछाडि अति अगाडि यस्तो राम्रो ठाउँ पर्खाइमा बस्नु भएको रहेछ सबैजना सानो के खानुभयो हजुरले आज फ्यान लिएर अलिक मृणाल पनि खुसी भयो नभए यतिको तातोमा त अब हामी चाहिँ घर फर्केको तर जाममा परेर घर फर्केको अन्त पेन्सिलभेनिया फर्केको न्यू जर्सीको मन्दिरबाट त मिलनजी सेम हियर अनि हामी पछाडि बसेका छौँ